हेलो साथीहरु नमस्कार है। यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है। अलि धेरै पछि नै लिएर आएँ मैले भिडियो। मलाई चाहिँ धेरैजना साथीहरुको चाहिँ तपाईको धेरै कमेन्टहरु आएको थियो कि माल्टाको स्किल टेस्टको बारेमा भन्नुस् न हैन, आइडिया दिनुस् न, के कस्तो हुन्छ, खर्च कति लाग्छ हैन, र माल्टाको भिसा रेसियो कस्तो छ भनेर सबै सोधिरहनु भएको थियो है। आज चाहिँ म तपाईहरुलाई यस भिडियोमा चाहिँ तपाईको माल्टाको स्किल टेस्टको बारेमा तपाईको चाहिँ कसरी लगइन गर्ने, कति पैसा लाग्छ हैन, सबै म फुल एक्सप्लेन गर्न गएको छु। तर मैले पनि भर्खर रिसेन्टली नै तपाईको फेज 1 सिद्धाएर बसेको हो हैन। फेज 1 को मेरो तपाईको सर्टिफिकेट आइसकेको छ है। फेज 1 को मेरो सर्टिफिकेट आइसकेको छ। तपाईको 2 पेजको आउँदो रहेछ है फेज 1 को हैन। तपाईको अब मैले यो भिएफए जाँदा चाहिँ तपाईको 2 पेज नै लिएर जानुपर्ने हुन्छ है। अब धेरैजना साथीहरु कन्फ्युजन हुनुहुन्छ क्या। अब तपाईहरुले धेरै भिडियोहरु हेर्नु भएको छ हैन। धेरै भिडियोमा चाहिँ तपाईको अब कसैले भन्छ धेरै सजिलो छ, कसैले भन्छ धेरै गाह्रो छ हैन। र आज म तपाईहरुलाई चाहिँ यस भिडियोमा चाहिँ तपाईको कति दिनमा चाहिँ सकिने रहेछ हैन, कति दिन चाहिँ लाग्ने रहेछ फेज 1 कम्प्लिट गर्नलाई। किनकि तपाईको फेज 2 भनेको त तपाईको एउटा भिएफएसमा इन्टरभ्यु दिने मात्रै हो हैन। तर फेज 1 भनेको चाहिँ तपाईको चाहिँ सबै त्यसमा नै हुन्छ क्या। तपाईको धेरै जसो त्यसमा नै हुन्छ क्या। तपाईको फेज 2 भनेको चाहिँ तपाईको भिएफएसमा डेट लिने हो, डेट लिएर गएर तपाईको इन्टरभ्यु दिने हो है। तर फेज 1 मा चाहिँ तपाईको 5 वटा तपाईको बन्डलहरु हुन्छ है। म तपाईहरुलाई अहिले स्क्रिन रेकर्ड गरेर स्क्रिनमा पनि म देखाउँछु, स्क्रिनमा कसरी जाने, के गर्ने भनेर सबै थोक म देखाउँछु, के कोर्सहरु हुन्छ भनेर है। र पहिलो कुरो तपाईको चाहिँ हामीले चाहिँ यो चाहिँ तपाईको skillpass.org.malta मा गएर चाहिँ तपाईको चाहिँ गुगलमा सर्च गर्नुभयो भने तपाईहरुले चाहिँ त्यहाँ चाहिँ तपाईको रजिस्टर गर्नुपर्ने हुन्छ है। रजिस्टर गरिसकेपछि तपाईहरुले चाहिँ बन्डल किन्नुपर्ने हुन्छ है। तपाईको बन्डल भनेको तपाईको 475 को हुन्छ है। 475 युरो चाहिँ तपाईले खर्च गर्नुपर्ने हुन्छ है। 475 युरो तपाईले बन्डल किन्नको लागि खर्च गर्नुपर्ने हुन्छ है। तपाईले खर्च गरिसकेपछि त्यसपछि तपाईको सबै कोर्सहरु खुल्छ। तपाईको अब तपाईले चाहिँ त्यहाँ चाहिँ तपाईको म्यान्डेटरी हुन्छ क्या। तपाईको म्यान्डेटरी गर्नै पर्ने तपाईको कोर्स हुन्छ 4-5 वटा हैन। त्यो मैले तपाईलाई स्क्रिन शेयर गरेर म देखाउँछु तपाईलाई हैन। अनि त्यसपछि तपाईको त्यो कम्प्लिट गरिसकेपछि मात्रै तपाईले फेज 2 को लागि चाहिँ डेट बुक गर्नुपर्ने हुन्छ है। नबुझेको कुराहरु छ भने कमेन्ट गर्नु होला है। म अब तपाईहरुलाई म मेरो स्क्रिनमा लिएर जान्छु है त। ल साथीहरु है, अब तपाईहरुले चाहिँ लगइन गरेर बन्डल किनिसक्नु भइसकेपछि तपाईहरु चाहिँ यो फेजमा आउनुहुन्छ। हेर्नुस् है, यहाँ मेरो सर्टिफिकेट यहाँ एउटा आइसकेको छ। यो मेरो आफ्नै प्रोफाइल हो है। यो तपाईको यहाँ हेर्नुस् है, मेरो माई सर्टिफिकेट लेखेको छ है। यहाँ हेर्नुस् है। अब यो तपाईको मेरो सर्टिफिकेट यसमा आइसकेको छ हैन। अलरेडी अघि तपाईहरुले देख्नुभयो, यहाँ मेरो सबै आइसकेको छ है। यो अब तपाईहरुलाई यसमा तपाईको फेज 1 मा गर्नुपर्ने के हो भन्ने कुराहरु हुन्छ है। अब फेज 1 मा तपाई हामीले गर्नुपर्ने भनेको यहाँ तपाईको हेर्नुस्, यहाँ माई बन्डल छ है। यहाँ माथि हेर्नुस् है, यहाँ माई बन्डल लेखेको छ नि। तपाईको यो माई बन्डलमा तपाईको क्लिक गर्दाखेरि हेर्नुस् है, तपाईले फेज 1 मा गर्नुपर्ने कुरोको कुन चाहिँ सजिलो छ र कुन चाहिँ अलिकति गाह्रो छ भन्ने कुरो म तपाईलाई फुल भन्छु है। हेर्नुस् है, अब यहाँ टर्म्स एन्ड कन्डिसनहरु कसरी गर्ने, के तपाईको एकचोटी फेल भयो भने कति भनेर सबै यहाँ एक्सप्लेन गरेको छ है। हेर्नुस् यहाँ, अब तपाईको यहाँ हामीले गर्नुपर्ने भनेको एउटा, दुईटा, तीनटा, चारवटा, 5 वटा है। 5 वटा कोर्सहरु हुन्छ यहाँ तपाईको है। यहाँ पहिलो नम्बरमा देख्न सक्नुहुन्छ बेसिक कस्टमर केयर है। यो सबैले गर्नुपर्ने यहाँ हेर्नुस् है, बेसिक कस्टमर केयर। तपाईको बेसिक कस्टमर केयर भनेको खासै गाह्रो छैन। हामी होटल लाइनतिर काम गरिरहेको मान्छेहरुलाई तपाईको यो त्यति डिफिकल्ट हुँदैन है। तपाईको हाम्रो डेली बेसिसमा आइरहनेहरुको गरिरहने कि जस्तै एफएमबी को भयो भने एफएमबी को बारेमा, किचनको भयो भने किचनको बारेमा, गेस्टहरु कसरी ह्यान्डल गर्छ, कसरी वेलकम गर्ने, कम्प्लेन आयो भने कसरी ह्यान्डल गर्ने कुराहरु नै हो तपाईको यसमा है। यो तपाईको एकदम सजिलो छ। यसमा तपाईको 15-20 वटा भिडियोहरु हुन्छ है। तपाईको 15-20 वटा भिडियोहरु हेरेर तपाईले चाहिँ यसलाई पास गर्न सक्नुहुन्छ है। र अर्को छ तपाईको बेसिक मल्टी टुरिज्म प्रोडक्ट भनेको छ है।
तपाईँको यो बेसिक यो चाहिँ अलिकति हाम्रो लागि अलिकति गाह्रो हुन्छ किनकि नयाँ ठाउँ नयाँ माल्टामा अब हामीले कहिले नसुनेको ठाउँको नामहरू चर्चको नामहरू होइन भिजिट गर्ने ठाउँ अब त्यहाँ घुम्ने तपाईँको कहाँ कसरी घुम्न सकिन्छ तपाईँको गाडी चल्छ कि तपाईँको मेट्रो चल्छ कि सबै थोक भनेको यसमा चाहिँ अलिकति गाह्रो है तर पनि यसमा खासै प्रब्लम पर्दैन है। अनि यहाँ तपाईँको अर्को छ बेसिक इङ्ग्लिस हस्पिटालिटी कोर्स भनेको छ है तपाईँको यो चाहिँ यो त नि तपाईँको रिलेटेड भनेको तपाईँको यो पहिलो छ नि तपाईँको बेसिक कस्टमर केयर र तपाईँको यो बेसिक इङ्ग्लिस हस्पिटालिटी कोर्समा लगभग उस्तै हो तपाईँको कुनै पनि डिफ्रेन्ट छैन यसमा कुनै पनि प्रब्लम हुँदैन है। तपाईँको प्रब्लम भनेको अलिकति हामीलाई गाह्रो हुने भनेको तपाईँको माल्टिज यो बेसिक माल्टिज टुरिज्म यसमा चाहिँ तपाईँको चाहिँ ल्याङ्ग्वेजहरू पनि हुन्छ दुनियाँदारी हुन्छ त्यो हामीले नसुनेको कुराहरू चाहिँ तपाईँको यो चाहिँ हामीलाई अलिकति डिफिकल्ट पर्छ है यसमा है। अनि त्यसपछि भनेको तपाईँको चाहिँ अब यहाँ हेर्नुहोस् अब तपाईँको इङ्ग्लिस स्पिकिङ एसेसमेन्ट भयो होइन तपाईँको यो चाहिँ अब मेन चाहिँ यसमा चाहिँ हो क्या तपाईँको गाह्रो तपाईँको मैले बुझेअनुसार फेज 2मा त्यति साह्रो गाह्रो हुँदैन अरे तर यो फेज 1माको तपाईँको इङ्ग्लिस स्पिकिङ एसेसमेन्टमा चाहिँ तपाईँको एकदम डिफिकल्ट छ है। म तपाईँहरूलाई त्यति सजिलो पनि भन्दिनँ तपाईँ आफू एक्लैले गर्नुभयो भने एकदम तपाईँहरू इङ्ग्लिसमा धेरै राम्रो हुनुहुन्छ भने सक्नुहुन्छ है। तपाईँको होइन भने चाहिँ तपाईँको यो तपाईँको एसेसमेन्टमा यो फेज 1को एसेसमेन्ट हो यो होइन यसमा तपाईँलाई धेरै गाह्रो पर्छ है त्यति सजिलो छैन। तर यदि तपाईँहरू कुनै कन्सल्टेन्सीबाट गर्दै हुनुहुन्छ भने चाहिँ उनीहरूले हेल्प गर्छ क्या। यसमा तपाईँलाई क्वेसन कस्तो खालको आउँछ भनेर भन्दाखेरि तपाईँको होइन यसमा चाहिँ तपाईँको क्वेसन चाहिँ तपाईँको अब एउटा जस्तै टुरिस्ट एरियाको तपाईँको फोटो देखाउँछ क्या त्यसको बारेमा एक्सप्लेन गर भन्छ क्या। त्यहाँ घुम्न जानुको एडभान्टेज र डिसएडभान्टेज के छ भनेर त्यसरी सोध्छ क्या। यो त्यस्तो क्वेसनहरू 3-4 सोध्छ क्या। हामीलाई त्यसमा लास्टै एकदमै गाह्रो हुन्छ क्या। मलाई पनि गाह्रो परेको थियो तर यो त्यति साह्रो सजिलो चाहिँ छैन है हजुर। 3टा चाहिँ एकदम त्यो डिफिकल्ट पार्छ क्या तपाईँको अब जस्तै एउटा चर्चको फोटो देखाउँछ यो चर्चको बारेमा एक्सप्लेन गर भन्छ क्या होइन। अनि तपाईँको त्यो अब कहिले नाम नसुनेको चर्चहरू भयो होइन तपाईँको त्यो कहिले बनेको तपाईँको त्यहाँ के देख्न पाउँछ घुम्न जाँदाखेरि होइन त्यहाँ जाँदा कसरी जाने भन्ने कुराहरू धेरै कुराहरू चाहिँ तपाईँको यो एसेसमेन्टमा पर्छ क्या है। अब मैले जुन भएको मैले तपाईँलाई त्यही भनेको है। अनि त्यो सिद्धिसकेपछि चाहिँ तपाईँको एसेसमेन्ट सिद्धिसकेपछि चाहिँ तपाईँले चाहिँ अनि तपाईँ कुन प्रोफेसनमा जाने हो जस्तै वेटरमा जाने हो मैले लाइन वेटरको लागि हालेको थिएँ तपाईँको यहाँ मेरो लाइन वेटरको तर यसमा चाहिँ तपाईँले केही पढ्नु पनि पर्दैन है। यसमा चाहिँ केही पढ्नु पनि पर्दैन। यो भनेको चाहिँ तपाईँको चाहिँ तपाईँले काम गरिरहेको हो कि होइन भनेर तपाईँले यदि सेफ गरिरहेको छ भने सेफको हुन्छ तपाईँको होइन पोर्टरको छ भने पोर्टरको हुन्छ होइन तपाईँको यसमा। त्यही भएर तपाईँको यो त्यति धेरै डिफिकल्ट चाहिँ हुँदैन है यो चाहिँ हेर्नुहोस् है। अब तपाईँको यो हरेक कोर्समा चाहिँ तपाईँको हरेक कोर्समा तपाईँको 15-20वटा भिडियोहरू हुन्छ है। 15-20वटा भिडियोहरू हुन्छ। त्यो सबै भिडियोहरू हेर्दै त्यसमा तपाईँको पहिला सबै कालो हुन्छ तपाईँको हजुरको यो अहिले ग्रिन भएको छ अहिले यो ग्रिन छ यो यसमा पहिला सबै ब्ल्याक हुन्छ हेर्नुहोस् है। यहाँ मैले कङ्ग्रेचुलेसन यो फेज 1 चाहिँ कम्प्लिट भइसक्यो भनेर आइसकेको छ होइन। तपाईँको अब मैले फेज 2को मैले डेट पनि लिइसकेको छु होइन। अब तपाईँहरूलाई म फेज 2को रिजल्ट आएपछि म त्यसको पनि भिडियो बनाएर अफकोर्स तपाईँहरूलाई सबै क्वेसनको एन्सरहरू सबै म राखिदिनेछु है त तपाईँहरूलाई। देख्नुभयो होला बुझ्नुभयो होला होइन। र म चाहिँ तपाईँहरूलाई के सजेसन गर्छु भने तपाईँको चाहिँ यदि तपाईँहरू दुबईबाट एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ सकभर चाहिँ तपाईँले जब ओजो ग्रुपबाटै जान लाग्नु भएको छ सेल्फ जान लाग्नु भएको छ भने पनि तपाईँहरूले चाहिँ अलिकति बरु पैसा दिएर तपाईँको कन्सल्टेन्सीलाई दिएर चाहिँ तपाईँको चाहिँ जस्तै 400-500 लिएला होइन। तर यो धेरै हेल्पफुल छ किनकि साँच्चै भन्छ त्यो त्यति साह्रो अरूहरूले भने जस्तो सजिलो छैन क्या यो तपाईँको होइन। त्यति धेरै सजिलो छैन क्या तपाईँको अब ऱ्यान्डमली तपाईँको फेज 1मा चाहिँ तपाईँको अब भन्नु न ल तपाईँहरूलाई अब कहिले नसुनेको मान्छेलाई अहिले यहाँ बुर्ज खलिफाको तपाईँहरूलाई मैले बुर्ज खलिफाको बारेमा चाहिँ तपाईँको एक्सप्लेन गर्न भन्यो भने तपाईँहरूलाई कतिको गाह्रो हुन्छ। ल तपाईँ दुबईमै बसेर बुर्ज खलिफा सधैँ सुनिरहनु भएको छ नि त्यहाँ किन घुम्न जाने घुम्न जाँदा कसरी जाने त्यो त्यहाँ के चाहिँ एट्र्याक्सन के छ होइन भनेर तपाईँलाई अहिले सोधिहाल्यो भने तपाईँले के जवाफ दिनुहुन्छ ल भन्नुहोस् त है। यस्तो कुराहरू चाहिँ तपाईँको फेज 1मा छ है। तपाईँको फेज 2को लागि अब मैले डेट लिइसकेको छु होइन। तपाईँको यदि तपाईँहरूलाई चाहिँ अब फेज 2मा पनि के छ भनेर म तपाईँहरू अफकोर्स अर्को म भिडियो बनाउने नै छु होइन।
त्यही हो मेरो एडभाइस भनेको चाहिँ तपाईँहरू अलिकति त्यति गाह्रो पनि होइन होइन, त्यति सजिलो पनि छैन। तर यदि तपाईँहरू कन्सल्टेन्सीबाट गर्दै हुनुहुन्छ भने चाहिँ कन्सल्टेन्सी सबै हेल्प गरिदिन्छ, तपाईँहरूलाई कुनै टेन्सन लिनु पर्दैन। तपाईँहरू ढुक्कले जसले पनि पास गर्न सक्नुहुन्छ। तर जुन सेल्फ म आफै गर्छु भन्नेलाई चाहिँ अलिकति हार्ड छ है भन्न खोजेको है मैले है। ल यदि यो भिडियो इन्फर्मेटिभ लाग्यो भने एउटा लाइक गरेर साथ दिनु होला है, र नबुझेको कुराहरू छ भने चाहिँ तपाईँको कमेन्ट गर्न नभुल्नु होला है। र मेरो अब नेक्स्ट भिडियो अब आउँदैछ तपाईँको फेज 2 को है। फेज 2 को क्वेसन एन्सर पनि म सबै दिनेछु। तपाईँलाई म लिस्ट बनाएर फेज 2 को क्वेसनहरू के सोध्छ, क्वेसन र एन्सर म सबै तपाईँहरूलाई मेरो अर्को भिडियोमा म हालिदिनेछु होइन। अब यसको त तपाईँहरूलाई त्यही नै सबै भइ नै हाल्छ होइन। इट्स नट द्याट मच डिफिकल्ट यो फेज 1 को होइन। त्यही इङ्ग्लिस एसेसमेन्टमा चाहिँ तपाईँको अलिकति गाह्रो हुने हो, किनकि आफूले यताउता दायाँ बायाँ केही हल्लिन पनि पाउँदैन क्या तपाईँको है। ल अब नेक्स्ट भिडियो कसलाई चाहिन्छ होइन त्यो पनि कमेन्ट गर्नु होला, र अझै अरू पनि कुराहरू के बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। अभियसली म रिप्लाई दिने नै छु, अहिलेसम्म सबैको दिएको नै छु है। ल अहिलेलाई चाहिँ जय नेपाल है त।